काठमाडौँमा चाहिँ कस्तो सङ्घर्षहरू हुन्छ त? यो चाहिँ सबैको क्वेसन होला र यो मेरो पनि क्वेसनै छ। जहिलेको जस्तो मैले चाहिँ झ्याल खोलेँ त्यहाँबाट चाहिँ एकदम राम्रो हावा आउँछ। अनि मैले चाहिँ आफ्नो रुमहरू चाहिँ मजाले बढालेँ, सफाहरू चाहिँ मजाले गरेँ, राम्रो तरिकाको देखिएको थियो। त्यहाँपछि चाहिँ मैले खाना खानुको लागि चाहिँ तरकारी पकाउने निधो गरेँ। भात चाहिँ मेरो बेलुकाकै थियो अनि त्यसलाई नै मैले चाहिँ भुट्ने निधो गरेँ, त्यही भएर मैले भात चाहिँ पकाइनँ। अनि मलाई चाहिँ भात तिउन अनि अरू कुराहरू चाहिँ मजाले पकाउनु आउने भएको कारणले मलाई त्यति साह्रो पकाउनु चाहिँ गाह्रो हुँदैन। अरूलाई चाहिँ कति गाह्रो हुन्छ होला, किनभने उहाँहरू चाहिँ घरमा चाहिँ दिदी मम्मीले पकाउनु भएको खाने बानी भएको हुन्छ। तर मैले चाहिँ सानैदेखि पकाउने बानी गरेको भएर मलाई चाहिँ त्यस्तो गाह्रो लाग्दैन, अन्य कुराहरू पनि पकाउँछु। मैले चाहिँ भातलाई राम्रोसँग भुटेँ अनि तरकारी पनि पकाएँ र एउटा थालमा चाहिँ भात र तरकारी मजाले हालेँ। अनि मैले खाएँ पनि, मैले खाएको देखाइनँ। अनि म चाहिँ एउटा फिल्मको स्टुडेन्ट हो, त्यही भएर फिल्मको नोट र सरले दिनुभएको केही कुराहरू चाहिँ म पढिरहेको थिएँ। हाम्रो चाहिँ थ्योरीभन्दा पनि प्र्याक्टिकल धेरै हुने भएकोले म चाहिँ प्र्याक्टिकलहरूमा चाहिँ धेरै जोड दिन्छु। थ्योरी चाहिँ एकछिन यसो सरहरूले पढाउनु भएको कुराहरू याद गर्छु अनि म त्यसरी नै